नमस्कार सबैजनालाई। आज म तपाईँहरू समक्ष अद्वैत वेदान्तमा प्रयोग हुने विभिन्न शब्दहरू र ती शब्दका अर्थ र भिन्नताहरू के हुन सक्छन् त भन्ने विषयमा भिडियो लिएर आएको छु। आशा छ तपाईँहरूलाई मनपर्ने छ। मैले अष्टावक्र गीताको 2 वटा एपिसोड रिलिज गर्दाखेरि मैले धेरै नै प्रयोग गरिरहेको शब्दहरू भनेको चाहिँ सत्य, मिथ्या, विषय, चेतना, मैले धेरै यी शब्दहरू चाहिँ प्रयोग गरिरहेको हुन्छु। अब अध्यात्मको मार्गमा लागेका व्यक्तिहरूको लागि त यी शब्दको भिन्नता छुट्याउन धेरै नै सजिलो हुन्छ। तर अब अहिले नयाँ यात्रा सुरु गर्नुभएका नयाँ यात्रीहरूलाई चाहिँ वास्तविक अर्थ चाहिँ हामीले आम बुझाइमा बुझिने भन्दा चाहिँ अलिकति बेग्लै हुन सक्छन् है, भन्ने कुरा चाहिँ अब धेरैजनालाई थाहा नहुन सक्छ। त्यही कारणले गर्दाखेरि चाहिँ मैले आज यो भिडियो लिएर तपाईँहरू समक्ष प्रस्तुत भएको छु। अब आज हामीले 3 वटा शब्दको बारेमा डिस्कस गर्छौँ। त्यो 3 वटा शब्द हो सत्य, झुट र मिथ्या। यी 3 वटा शब्दको अर्थ के हो र यी शब्दहरू कुन मानेमा प्रयोग हुन्छन् भन्ने बारेमा चाहिँ आज हामी जानौँ। यो बारेमा चाहिँ छलफल गरौँ है त। पहिलो शब्द हो सत्य। सत्य के हो त? अर्थात् सत्य केलाई मान्ने? वेदान्तले चाहिँ के भन्छ भन्दाखेरि कुनै पनि कुरा यदि एक्जिस्ट गर्छ अर्थात् त्यसको एक्जिस्टेन्सको लागि कुनै सेकेन्डरी रिजन चाहिँदैन भने चाहिँ त्यो नै सत्य हो। अर्थात् कुनै पनि कुरा यदि त्यहाँ स्थित छ र त्यो स्थित भएको कुरालाई प्रुभ गर्न अथवा त्यसलाई पुष्टि गर्नको लागि कुनै साक्षीको जरुरत हुँदैन। त्यो कुरा नै सत्य हो भनेर मानेको छ होइन वेदान्तले चाहिँ। अब यसमा चाहिँ चेतनालाई सत्य भनेर मानेको छ। 4 वटा स्थिति स्वप्न, सुषुप्ति र जागृत स्थिति भन्दा बेगरको स्थिति हुन्छ। त्यो बेगरको स्थिति चाहिँ चेतना हो होइन। यो किन चेतना हो भनेर भनिएको छ भन्दाखेरि यी 3 वटा स्थिति छ भन्ने त थाहा छ। तर त्यो बेगरको पनि अर्को एउटा स्थिति हुन्छ जुन चाहिँ तपाईँ आफ्टर डेथ एक्सपिरियन्स गर्नुहुन्छ। कि त्यो स्थितिमा चेतना हुँदैन त? हुन्छ नि। त्यो केवल मृत हुन्छ भन्ने एस्पेक्टमा चाहिँ चेतना चाहिँ हुन्छ। त्यो नै अहिलेसम्म हामीले जाने अनुसार चाहिँ चेतना सत्य हो भन्ने एजम्पसनको आधारमा चाहिँ चेतना नै सत्य हो। किनभने यो चेतनाको सत्य पुष्टि गर्नको लागि कुनै एउटा सेकेन्डरी अथवा द्वितीय पुरुष कोही पनि चाहिँदैन, द्वितीय एलिमेन्ट कुनै पनि चाहिँदैन, द्वितीय पदार्थ कुनै पनि चाहिँदैन भनेर चाहिँ सत्य भन्ने शब्दको प्रयोग गरिन्छ। अब अगाडि बढौँ झुट भन्ने शब्दमा। झुट भन्ने शब्द वास्तवमै तपाईँलाई जे थाहा छ त्यही नै हो कि त्यो कुनै पनि कुरा यदि त्यहाँ एक्जिस्ट गर्दैन भने त्यो नै झुट हो। यसमा धेरै डेप्थमा जानुपर्ने कुनै कुरै छैन। झुट भनेको जे छैन त्यो झुट हो, जे छ त्यो सत्य हो। यसरी बुझ्दा हुन्छ। अब आउँछ रहस्यमय शब्द। यसको रहस्यमा नै यो सम्पूर्ण संसार टिकेको छ। त्यही भएर यसलाई रहस्यमय शब्द भनेर मैले गरेको छु। यो रहस्यमय शब्द हो मिथ्या। मिथ्या भनेको के हो त भन्दाखेरि जुन कुरा सत्य जस्तो प्रतीत हुन्छ अर्थात् जुन कुरा सत्य जस्तो लाग्छ तर वास्तवमा हुँदैन त्यही नै मिथ्या हो। अब यसलाई कसरी बुझौँ भन्दाखेरि त्यो हामीले पुरानो इक्जाम्पल दिएको थियौँ रस्सी र सर्प। अब यसमा रस्सीलाई चाहिँ सत्य भनेर बुझौँ, सर्पलाई चाहिँ झुट भनेर बुझौँ होइन र अन्धकारलाई चाहिँ अज्ञान भनेर बुझौँ। अन्धकारमा जब रस्सी झुन्डिएको हुन्छ अज्ञानको कारणले त्यसलाई सर्पको रूप दिने जुन शक्ति छ नि त्यो ज्ञान चाहिँ अन्तिममा गएर चेतनामा जाने हो। त्यो शक्तिलाई नै मिथ्या भनिएको हो अथवा त्यो प्रोसेसलाई नै मिथ्या भनिएको हो। तपाईँ जसरी बुझ्दा पनि हुन्छ। त्यही भएर सत्य जस्तो लाग्छ तर सत्य होइन। त्यही भएर मिथ्याको एक्जिस्टेन्स तब मात्र हुन्छ जब त्यहाँ सत्य हुन्छ र सत्यमा विकार चढाइएको हुन्छ। सत्यमा विकार नचढाएसम्म अथवा सत्यमा शरीरको खोल नओढेसम्म चाहिँ त्यहाँ मिथ्या एक्जिस्ट गर्न सक्दैन भनेर बुझ्नुपर्ने हुन्छ। आजको भिडियोमा चाहिँ हामीले के बुझ्यौँ भन्दाखेरि सत्य भनेको चाहिँ जे कुरा एक्जिस्ट गर्छ सत्य इज भन्ने कुरालाई चाहिँ मान्नु पर्यो। झुट भनेको चाहिँ त्यहाँ जे छैन त्यो नै झुट हो। अनि मिथ्या भनेको चाहिँ सत्य अर्कै छ तर मलाई त्यसको प्रतीत चाहिँ अर्कै नै भइराखेको छ। त्यो प्रोसेसलाई चाहिँ मिथ्या भनेर बुझ्नु पर्यो। जुन चाहिँ यो संसार हो, जुन चाहिँ शाश्वत छैन, जुन चाहिँ चेन्ज भइराखेको छ। सो चेन्ज भइरहने चिज सत्य हुन सक्दैन। चेन्ज नहुने चिज चाहिँ चेतना मात्र हो। चेन्ज नहुने चिज चेतना भइसकेपछि अहिलेको लागि हाम्रो लागि सत्य भनेको चेतना हो र मिथ्या भनेको त्यो हो जे त्यो होइन, त्यो होइन जे त्यो हो। फर नाउ हाम्रो लागि चाहिँ हामीले थाहा पाएको कुरा चाहिँ चेतना के हो भनेर थाहा छ हामीलाई, मिथ्या के हो थाहा छैन। त्यही भएर चेतनालाई चाहिँ हामी सत्य एज्युम गरेर अगाडि बढिरहेको छौँ। आशा छ तपाईँहरूलाई यो भिन्नताको भिडियो चाहिँ मन पर्यो। तपाईँहरूलाई यदि यस्तै अरू भिडियोहरू पनि हेर्नु मन लाग्यो भने कृपया मलाई इनबक्समा अथवा कमेन्टमा भन्नु होला। म अरू पनि यस्तै फर्दर एक्सप्लेनेसनको भिडियोहरू लिएर भविष्यमा आउने नै छु। आजको लागि चाहिँ मलाई बिदा दिनु होला। धन्यवाद।